हेलो, नमस्ते अनि गुड मर्निङ सबैजनालाई। आज अलि दिनको ग्यापपछि चाहिँ म हजुरहरूको सामु स्ट्रेट स्टाइलको चिकन चाउमिन लिएर आएको छु, जुन चाहिँ मेरो रेगुलर कस्टमरले आज अर्डर गर्नुभएको थियो। उहाँहरूलाई धेरै धेरै धन्यवाद। चाउमिनको लागि चाहिँ मैले हजुरहरूले देख्न सक्नुहुन्छ मासु पहिले नै फ्राई गरिसकेको थिएँ चिकनलाई। त्यसपछि हजुरहरूलाई जे भेजिटेबल मनपर्छ मैले चाहिँ गाजर, बन्दा, प्याज, धनियाँ लिएकी छु अनि त्यसलाई फ्राई गरेर चाहिँ अलिकति टेस्टिङ पाउडर लगाएको छु। टेस्टिङ पाउडर चाहिँ चाउमिनमा चाहिँ चाहिने भएर मात्रै अलिकति लगाएको छु, नत्र प्रयोग नगर्दै राम्रो। त्यसपछि चाहिँ मैले चाउमिन राखी हल्का चलाएको छु। चाउमिन राखेर पहिला हल्का चलायो भने चाहिँ अलिकति राम्रो टेस्ट आउँछ। त्यसपछि हल्का नुन राखेँ अनि ब्ल्याक पेपर राखेँ अनि फेरि एकछिन भुटेर चाहिँ सोया सस अलिअलि गरेर चलाएको छु। सोया सस सुरुमै धेरै हाल्यो भने चाहिँ कोही बेला तितो पनि हुनसक्छ, त्यसैले सोया सस राख्ने बेलामा चाहिँ विचार गरेर थोरै थोरै गरेर लगाउने। त्यसपछि सोया सस राखेर एकछिन भुटेर चाहिँ सर्भ गर्नको लागि रेडी भयो। हजुरहरू देख्नु सक्नुहुन्छ कस्तो लागिरहेको छ। हजुरहरू पनि घरमा ट्राई गर्नुहोला अनि हजुरहरूलाई मेरो च्यानल मन पर्यो भने सब्सक्राइब पनि गर्नुहोला। थ्याङ्क यू।